एसडीएस गार्डन स्टार्टिङ हुँदैछ। 35 रुपियाँको टिकट काटेपछि एसडीएस रक गार्डन छिर्दैछौँ हामी चाहिँ। कहाँबाट छिर्नु, यहाँबाट यसो गरेर पुरै छिर्नु। हामी चाहिँ मेरो श्रीमान र म आएको छु यहाँ सचेत धराने समूह भन्ने समूहले बनाउनु भएको रहेछ। त्यहाँ हेर्नु त एसडीएस रक गार्डन। अहिले चाहिँ अलिक पहेँलो पहेँलो भएछ फुलहरू हेर्नु, सफा त्यस्तै छ एसडीएस रक गार्डन। ओते नाना यहाँ चाहिँ हर्क सम्पङ्ग ढुङ्गा के हो, केहरूको हो यो? यसरी फोटो खिच्ने ठाउँ पनि रहेछ यहाँ। यहाँभित्र छिने पचक्कै फोटो खिच्ने हर्क सम्पङ्ग ठ्याक्कै ठाउँ यसमा चाहिँ फेस छिराएर फोटो खिच्ने ठाउँ रहेछ साथीहरू। हेर्नुहोस् त हर्क सम्पङ्ग ठ्याक्कै ठाउँ ल, ठ्याक्कै दिएको है मेरो श्रीमानलाई पनि हर्क सम्पङ्ग। यताबाट जाउँ, यतैबाट जाउँ, ठिक छ यतैबाट जाउँ। कहाँ देखाउँछु ल, यताबाट हिँड्दै 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 यहाँको पुरा दृश्यहरू चाहिँ यस्तो छ। एसडीएस रक गार्डन यहाँ सबै आराम गर्ने ठाउँहरू चियरहरू यस्तै छ। यो कसले बनाएको रहेछ? सो आमा सासू विष्णुदेवी राईको स्मृतिमा बनाउनु भएको रहेछ चाहिँ। यो सबै कसै न कसैले दाताहरूले आफ्नो स्वर्गीयहरूको स्मृतिमा बनाएको रहेछ। Dia kasut tu nak falas ni mana itu saya? यसो छ त सबै यसो कप आउनु भएको छ। सामान बोकेर आउँछ कुन त्यता चाहिँ छु ल। सबै घुमेर फर्किँदै हुनुहुँदो रहेछ। यहाँ चाहिँ यदि म पुल यहाँबाट चाहिँ तल निस्किनु रहेछ। यस्तो रहेछ साथीहरू एसडीएस रक गार्डन। यहाँ चाहिँ पोहोर पहिरोले बगाएको थियो, ऊ तार झल्लाको यहीँ रहेछ है। यहीँनिर रहेछ चिल्ड्रेन पार्क चाहिँ। कहाँ हो यहाँबाट? चिल्ड्रेन पार्क पनि अहिले देखाउने कोसिस गर्छु म सकेसम्म, देखेसम्म चाहिँ। यहाँसम्म रहेछ यहाँ तल टाढा। यहाँबाट घुमेर हेर्दा चाहिँ यस्तो रहेछ साथीहरू रक एसडीएस रक गार्डन। यहाँ चाहिँ त्यो ब्रिटिस गोर्खा ब्रिज मितेरी पुल, उयो चाहिँ मितेरी पुल है। ऊ त्यो चाहिँ अहिले म त्यहीँ पुगेर देखाउने छु मितेरी पुल। त्यहाँ यो नाङ्ले गमले यो नाङ्ले डम्बर धरान। माथि चाहिँ धरान भनेर लेखेको छ। क्लिक गरिदिएको छु। धरान झन्डी हेर्नु, नेपालको झन्डा। यता चाहिँ के रहेछ हेरौँ साथी, माछा कि के देखेको थिएँ मैले यता त। माछा एसडीएस रक गार्डनको माछाहरू
यस्तो रहेछ भिडियो मोबाइल जान्छ नि ए पनि रहेछ क्या हो यहाँ पनि यो एउटै रहेछ क्या है भाइ हजुर यो त्यो अँ, 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 अँ। उता पनि जानु उता हजुर त्यो धेरै छ रक गार्डनमा हामी चाहिँ यहाँ त्यो भित्र छिँदैछौँ है म चाहिँ वाउ चाहिँ एकछिन हेर्नु पऱ्यो कति राम्रा राम्रा सुनौलो माछाहरू छन् माथि चाहिँ यस्तो रहेछ मेरो चाहिँ माथि पुगिसकेपछि म त्यहीँ गएर गर्छु सर ब्रिजबाट छिर्दैछु म चाहिँ ब्रिज होइन फ्लावर ब्रिज खोज्दै कहाँ पुगेन धरन बाँकी छ तिम्रै पिर चिन्ताले परन बाँकी छ माथि चाहिँ धरान माथिबाट यसो अरू खिच्ने त्यो धरान लेखेको ठाउँमा जानु पर्यो सिडी चढेर पास गऱ्यो के भन्नु के हो यो यस्तो के होला साथीहरू यसको नाम थाहा छ भने कमेन्ट गर्नु होला बोट फुलहरू अहिलेसम्म फुल्दैछन् यस्तो सुक्खा ठाउँमा अब हामी चाहिँ यहाँ धरान लेखेको ठाउँमा धरान बनाउने चाहिँ कसको नाममा सम्पूर्ण सदन झले उहाँहरूको सम्झनामा बनाउनु भएको रहेछ थोरै देर रोक्यो यहाँ चाहिँ यहाँबाट हेर्नु रहेछ तल भ्यू हेर्ने यहाँ माथि धरान लेखेको ठाउँबाट चाहिँ यस्तो देख्दो रहेछ एसटिएस रक गार्डन हेर्नु होला अब हामी यो भ्यू टावरमा चढ्दैछ मेरो हस्बेन्डले चाहिँ यहाँ चढ्दै हुनुहुन्छ है माथि चढ्नुहोस् न हजुर म यहाँ आउँदैछु भ्यू टावर रहेछ थोरै वाउ पानीको राम्रो छ पारी चाहिँ भिपी पार्क के भन्छन् त्यो कलसम्म चाहिँ पहिला त्यो नेपाली काङ्ग्रेसको के हो त्यति चाहिँ छुट्टै हो फेरि त्यसपछि अब हामी त्यो एसडिएस रक गार्डन भनेर त्यो पारी टुप्पो अलिअलि देखेको छ यो चाहिँ त्यहाँ झाँक्री दह गएको कि झाँक्री दह साथीहरू हामी उतै पुगेर गर्छ है त अब एकछिनलाई हामी पोहोर खोलाले बगाएको चिल्ड्रेन पार्क चाहिँ यहाँ रहेछ है एकचोटि खोलाले बगाएर फेरि मर्मत गरेको थियो यो चिल्ड्रेन पार्क पुरा पूर्ण निर्माण गरेर पनि सञ्चालनमा भइसकेको छ हेर्नुहोस् त यहाँ बच्चाहरूको खेलिरहेको छ यसरी बच्चाहरूको लागि पुरा बलमा बेलुका शनिबार भएर होला चिल्ड्रेन पार्क पानी जाँदैछौँ यो के अरे मितेरी पुल चिल्ड्रेन पार्क चिल्ड्रेन पार्क यहाँबाट चाहिँ अब हामी यसरी केरा फलेको थिएन अब चाहिँ हामी मितेरी पुल
गरेर यहाँबाट हुँदै पारी भन्ने छ यता मितेरी पुल गोर्खाको लौरेहरूको ऊ त्यो खुकुरीको चिन्हहरू देखिएको छ हौ एउटा मम्मी हुनुहुँदो रहेछ उहिलेको मम्मी माइत जाँदै हुनुहुँदो रहेछ माइत हिँड्नु लाग्नु भएको अब हामी पनि यहाँबाट तरेर मितेरी पुल तरेर माइत जान लाग्नु पारी रोज गार्डन त्यो चाहिँ मितेरी पुल है साथीहरू क्या दामी छ यो लौरेहरूको रङ छ नि यहाँ यो रातो हरियो चाहिँ लौरेहरूको ब्रिटिस लौरेहरूको होला सायद यहाँबाट रोज गार्डन चाहिँ यसो देखेको छ है रोज गार्डन पारी नजिकै आइपुग्यो यो टिकट लिनुपर्छ कता हो तल छ यसो टिकट लिएर अहिले छौँ हामी यहाँ पनि गर्दैछौँ अहिले यहाँको टिकट चाहिँदैन भन्नुभयो हामी चाहिँ पुत्ता है रोज गार्डन यो चाहिँ रोज गार्डन यहाँ के छ यहाँ चाहिँ आराम गर्नु फेरि हिँड्नुपर्छ त दिदी दिया नै क्या कुन हो यहाँ नाम छ एसटी रोज गार्डन त्यही भएको हिँड्ने सबैलाई ख्याल गर्छु मान्छेको खाना देख्नुभएको यहाँ दुईजना दिदी बहिनीहरू चाहिँ कोसेली बोकेर माइत जाँदै हुनुहुँदो रहेछ माइत जानु लाग्नुभएको दिदीहरू कोसेली बोकेर टस्दै हिँड्दै हुनुहुन्छ दुईजना लिम्बुनी दिदीहरू हुनुहुँदो रहेछ एसटिबी रोज गार्डन एसटिबी रोज गार्डन यो चाहिँ दिदी बहिनीहरूले बनाएको एसटिबी रोज गार्डन एसटिबी रोज गार्डन चाहिँ हामी थोरै यति मात्र हेरेँ है हामीले ए त्यहाँ त धेरै यहाँबाट ब्याग गरेर हेर्दैछ वी लभ दरान यसमा चाहिँ वी लभ दरान लेखेको रहेछ हेर्नेर एस रोज गार्डनमा रोजहरू चाहिँ यस्तो रहेछ फोर्टी काट जान्छ यस्तो रहेछ यति रहेछ अब यो कहाँ जाँदैछ यतिसम्म रहेछ क्या हो यहाँ के अरे आराधरण जाने बाटो कता होला हजुर ऊ त्यो बाहिर निक्लिएर उहाँ पर देख्नु ए ए ए हजुर हस् धन्यवाद बाटो छैन ए हजुर यहाँसम्म एसटिबी रोज गार्डनको बिहाको त भएको ए झाँक्री दवा भनेर हेर्थेँ झाँक्री यहाँ छ नि थाहा छ तपाईँलाई यता छ मैले उसमा युट्युबमा पुरै देखाएको छु आज चाहिँ म आफै देखाउँदैछु है यहाँदेखि झाँक्री देख्नुभयो झाँक्री कुनामा झाँक्री त्यहाँ झाँक्रीको काखमा एउटा बच्चा छ यो कुनामा अहिले त यो झ्याउ पलाइ गाँस पलाइ चाहिँ
यसमा चाहिँ यो ब्यागुत त्यसको मुनि कल्चर छ कालो चरा देख्यो यो त ब्यागुत होइन पा होला यसको मुनि चरा छ नि फेरि देख्यो चरा चरा चाहिँ एउटा बच्चा पनि छ तल त्यो भन्दा एउटा बच्चा पनि छ त नानी टेम्पो चाहिँ एउटा छ बच्चा छ यो चाहिँ झाँक्री द है साथीहरू झाँक्री द कालचुण्डी चरा पनि रहेछ झाँक्री द पनि देखाएँ अब चाहिँ हामी आराधरान जाने कोसिस गर्दैछौँ आराधरानको गेटमा पुगेर